नमस्ते साथीहरू, म केही कुराहरू भन्न आएको छु, ध्यान दिएर सुन्नुहोस्। जहाँ चाहिँ गणेश नेपालीलाई न्यायको निम्ति माइतीघर मण्डलामा न्यायको निम्ति आउँदाखेरि जुन हिन्दूवादी भन्नेहरूले, जुन सनातनी भन्नेहरूले त्यो आर्यन राईलाई गाई काटेर खान पाउँदैन भन्दै लखेटेका छन्। यो कहाँको कुरो हो? जहाँ चाहिँ दुःख पीडा भएको छ त्यहाँ चाहिँ उसले के कुरा उठाउनु उसको गल्ती हो? हेर केटा हो, सुन। साउदी, कतार, दुबईमा हेर, सिङ्गापुर हेर, जहाँ चाहिँ युरोपियन अमेरिकन अरू राष्ट्रहरू हेर, चाइना हेर, जहाँ चाहिँ सुँगुर मात्रै उत्पादन हुन्छ। देखिस्, तिमीहरू गाईको मुत खानेहरू त्यस्तै हो, जहाँ चाहिँ काम गर्नेलाई पनि काम गर्न दिँदैनस्। गोबर त खाने जात हो मुलाहरू। जहाँ चाहिँ त्यो ढुङ्गालाई तिमीहरू देउता भनेर पुज्छस्, त्यो ढुङ्गा बोल्छस्। त्यो मुढालाई पुज्छ तिमीहरूले त्यो मूर्ति बनाएर, त्यो मूर्तिले तिमीहरूलाई न्याय दिन्छस्? भन्। युरोपियन मुलुकमा हेर, अमेरिकन राष्ट्रहरू हेर, साउदी, कतार, दुबईमा हेर, त्यहाँ गाई काटेर खान्छ, दुध पनि खान्छ। तिमीहरू मुत खानेलाई के थाहा देश कसरी बन्छ भनेर। गु खानेहरू यस्तै हो तिमीहरू, बुझिस्? तिमीहरू रक्सी खाने बेलामा त्यो गोरुको सुकुटी पायो भने, त्यो गाईको सुकुटी पायो भने मुहलाई तानी खान्छ। मेरो खुद आँखाले देखेको छु। अहिले बाहुनहरूले, जो चाहिँ रक्सी छुँदै नछुने मान्छेहरूले अहिले रक्सी खाएर भवाल मचाउने तिमीहरू नै हो। मतवालीहरू खान्छन्। किन मतवाली भनेको? मत धेरै खाएर। हामी खाने हो, बनाउने हो। के गर्छस्? तर गाई पनि काटेर खान्छस्। त्यो पशु त हो। तिमीहरू त्यसो भए गोरु पनि नखाऊ न, के अरे बाख्रा पनि नखाऊ न, कुखुरा पनि नखाऊ, त्यो पनि पशु नै हो। त्यसको पनि कुखुराको सुली खाऊ। भैँसीको गोबर, अब गोबर खाऊ। किन दुःख गर्ने? किन खेतीपाती गर्ने? ओ केटा सुन, सालाहरू गाउँका खेतहरू बाँझो राखेर मुला काठमाडौँमा हल्दी गरेर खाने। न्याय माग्नलाई उसले न्याय मागिरहेछ त, विपक्षी पक्षलाई उसले खबरदारी गरिरहेछ त। सालाहरू, साला भात मारेहरू।